हामीले प्रयोग गर्ने जुन यो युरिया डिएपी र पोटास छ है यसको प्रयोग गर्ने तरिका कसरी हो र यिनीहरूले के काम गर्छ भन्ने बारेमा चाहिँ आज म हजुरहरूलाई यो भिडियोमा इन्फर्मेसन दिनेछु। केही नबुझेको कुरा चाहिँ हजुरहरूले कमेन्टमा पोस्ट गर्नुहोला। युरिया डिएपी र पोटास जुन रासायनिक हो, यो चाहिँ रासायनिक मल हो, सकेसम्म चाहिँ यसले प्रयोग नगरेकै राम्रो। तर प्रयोग गर्ने तरिका चाहिँ के छ भन्दा युरिया भनेको नाइट्रोजन हो, डिएपी भनेको फस्फरस हो र पोटास भनेको पोटासियम हो है त। सर्वप्रथम हामीले यसलाई प्रयोग गर्दाखेरि कसरी प्रयोग गर्छ, युरियाको कुरा गर्दाखेरि चाहिँ युरिया भनेको चाहिँ छिटै उडेर जाने एउटा मल हो कि, यो चाहिँ एउटा न्युट्रिएन्ट हो है। हामीले चाहिँ प्रयोग गरेपछि यो एकदमै छिटो नै उडेर जान्छ कि। र यो युरिया प्रयोग गर्ने चाहिँ के को लागि हो भन्दा चाहिँ युरियाको चाहिँ मेजर भनेको यसको भेजिटेटिभ हो कि, अर्थात् फुल फुल्नभन्दा अगाडि कुनै पनि बिरुवाको फुल फुल्नभन्दा अगाडि चाहिँ हामीले यसलाई प्रयोग गरिने हो। यसको रोल भनेको भेजिटेटिभमा हो। जस्तो कि यसले के गर्छ त भन्दा बिरुवाको ग्रोथलाई राम्रो गराउँछ, बिरुवामा अब पातहरू फैलाउँछ, हरियो बनाउँछ। यसको मेन रोल भनेको नै यही हो कि बिरुवाको ग्रोथ गराउने, हरियो बनाउने र के जसले गर्दाखेरि चाहिँ के सपोर्ट गर्ने भयो भन्दा त पछि गएर चाहिँ यसलाई फल्छ त्यसको चाहिँ इल्ड बढाउने काम गर्ने भयो है त। जस्तो अभियसली पातहरू जस्तो बिरुवा बढ्दै गयो, पातहरू फैलिँदै गयो भने चाहिँ त्यहाँ चाहिँ खाना बन्ने भयो। खाना बनिसकेपछि चाहिँ राम्रो तरिकाले खाना बन्यो भने चाहिँ अभियसली यो चाहिँ पछि गएर चाहिँ इल्ड बढ्ने भयो है त। यो भनेको चाहिँ युरियाको रोल हो कि। र अर्को छ डिएपी, जसलाई चाहिँ फस्फरस भनिन्छ। फस्फरसको मेन काम के हो भन्दा यसले चाहिँ बिरुवाको जराको फैलावट गर्ने काम हो कि। यसले चाहिँ बिरुवाको जरालाई एकदमै छिटो फैलावट गर्ने। जस्तो अभियसली अब जरा फैलिसकेपछि चाहिँ बिरुवाको अटोमेटिकली नै बिरुवा चाहिँ राम्रो हुने भयो। र यसको रोल चाहिँ फ्लावरिङ, जब बिरुवामा चाहिँ फुल खेल्न सुरु गर्छ नि, ठ्याक्क त्यो फुल खेल्ने र फल लाग्नेकोमा चाहिँ यसको मेजर रोल हुने भयो कि। त्यो हो भने चाहिँ जुन छ अर्को पोटासियम, पोटासको मेन रोल के हो त भन्दाखेरि चाहिँ यसले चाहिँ बिरुवालाई चाहिँ बिरुवाको चाहिँ जुन फल हुन्छ नि, फलको क्वालिटीहरू बढाउने र बिरुवालाई चाहिँ बलियो बनाउने के, स्ट्रङ बनाउने र रोगहरूसँग चाहिँ लड्ने बिरुवाको क्षमता बढाउने। यसको पोटासियमको काम चाहिँ यो हो है त। र हामीले यसलाई प्रयोग गर्दा कसरी प्रयोग गर्ने त भन्दाखेरि डिएपी र जुन पोटास छ यसलाई चाहिँ हामीले कुनै पनि खेती गर्दैछौँ भने चाहिँ यसको माटो तयारी गर्ने क्रममा नै युज गर्नु पर्यो कि। जब हामीले खेत तयार गर्छौँ, माटो तयार गर्छौँ नि, त्यति बेला नै यसलाई चाहिँ हामीले प्रयोग गर्नु पर्यो। र युरिया प्रयोग गर्ने तरिका के छ भन्दा सपोज हामीलाई चाहिँ अब 100 केजी कुनै एउटा बिरुवा अथवा कुनै बारीमा चाहिँ हामीलाई 100 किलो युरिया लाग्यो भने चाहिँ हामीले चाहिँ फर्स्टमा माटो तयार गर्ने बेलामा डिएपी र पोटास हालेको बेलामा चाहिँ युरिया त्यति बेला चाहिँ 50 किलो हाल्ने है। युरियालाई चाहिँ हामीले एकैचोटि सुरुमै हालिदिने होइन कि। युरियालाई चाहिँ अब जस्तो हामीलाई 100 किलो लाग्छ भने चाहिँ 50 किलो चाहिँ सुरुमा माटो तयार गर्ने बेलामा हाल्ने र अब नेक्स्टचोटि चाहिँ जस्तो यो चाहिँ हामीले युरियालाई फुल खेल्नभन्दा अगाडि नै हाल्ने हो है। फुल खेल्न सुरु थालिसक्यो अब युरिया हाल्छु भनेर हुँदैन, त्यसले चाहिँ झन् बिरुवालाई नकारात्मक असर पार्छ। 50 किलो हामीले माटो तयार गर्ने बेलामा हालियो भने चाहिँ अब 25 किलो चाहिँ त्यसको 25 दिनपछि अथवा 35 दिनपछि हाल्नु पर्यो, अवस्था हेरिकन अब कुन बिरुवा छ के छ है। र अर्को 25 चाहिँ त्यसको अर्को जुन 25 किलो छ त्यो पनि त्यस्तै 25 अथवा 35 दिनको अर्को टाइममा हाल्नु पर्यो कि। एकैचोटि चाहिँ हामीले युरियालाई सुरुमै हाल्ने होइन, किन भन्दा युरिया चाहिँ एकदम छिटो उडेर जाने कुरा भएको मूल अब न्युट्रिएन्ट भएको हुनाले चाहिँ अब 100 किलो चाहियो भने चाहिँ यसरी चाहिँ हामीले पहिला आधा हाल्ने र दुईचोटि गरेर फेरि आधा गरेर हाल्ने। र यसरी चाहिँ हो है यो चाहिँ जुन रासायनिक बजारमा पाइने जुन रासायनिक युरिया डिएपी र पोटास छ यो चाहिँ यसरी प्रयोग गर्नुपर्छ।